हाम्रो यो नेटी होल्डरको लगइन गरिसके पछाडि हाम्रो फिस्कल इयर वाइजको यो कम्पनीहरू लिस्ट भइरहेको हुन्छ। अब यो अहिले डेमो कम्पनी भएर अहिले एउटै छ, यहाँभित्र गएर ओपन गर्नुपर्छ। कम्पनी हामी ओपन गरिसकेपछि हामीले भित्र लगइन भएपछि ड्यासबोर्ड फेला पर्छ होइन। यो ड्यासबोर्डमा तपाईँको आजको टोटल कति सेल्स भएको छ, पछि भएको छ होइन, सेल स्टक। यो ड्यासबोर्डमा तपाईँको नर्मल सेल्स आजको के कति छ त्यो देखिन्छ। अझ तल आउनुभयो भने पर्चेस सेल्सहरू होइन, तपाईँको भेन्डरको समरी, कस्टमरको समरी र क्यास ब्याङ्कको समरीहरू त्यहाँ देखिन्छ ड्यासबोर्डमा। र अर्को अब हामीले सबभन्दा सुरुमा सेटअप गर्दाखेरि मास्टरमा आएर हाम्रो पर्चेस टर्म र सेल्स टर्म सेटअप गर्नुपर्ने हुन्छ होइन। नर्मली अहिले तपाईँको भ्याट के लाग्छ त्यो अनुसारको यहाँ सेटअप गर्नुपर्ने हुन्छ। छैन भने सबै जिरोमा छोड्दा हुन्छ। त्यसपछि सेल्स टर्म हुन्छ, त्यो पनि छैन भने छोड्दा हुन्छ। र थर्ड कुरा आउँछ लेजरहरू बनाउने। लेजर बनाउँदाखेरि हामीसँग तिन थरीको लेजर हुन्छ, आइदर भेन्डर हुन्छ, कस्टमर हुन्छ, अथवा बोथ भनेको कुनै व्यक्तिसँग हामी किनि पनि रहेछौँ बेची पनि रहेछौँ भने त्यसलाई बोथको क्याटेगोरीमा राखिन्छ। र अदर्स भनेको हाम्रो अदर जुन न त भेन्डर हो न कस्टमर हो, जसले अरू पनि इन्कम, रेभिन्यू, एक्सपेन्सेस अथवा एक्स्ट्रा लेजरहरू क्रिएट गर्नु पऱ्यो भने अदर्सबाट हामी क्रिएट गरेर आउँछौँ। पहिलेदेखि प्रिडिफाइन्ड केही लेजरहरू बनेको हुन्छ, जुन लेजरको लिस्टमा आएर तपाईँले हेर्न सक्नुहुन्छ होइन। डेप्टर्स, क्रेडिटर्स यिनीहरू चाहिँ पहिलेदेखि बनाएको हो प्याटहरू। अनि तपाईँले नयाँ केही बनाउनु छ भने अब कुनै सप्लायर अथवा कुनै पर्टिकुलर व्यक्तिलाई नै तपाईँ उसँग किन्नु पनि भइरहेछ, बेच्नु पनि भइरहेछ भने त्यसको नाम यहाँ राख्नु होइन। त्यसलाई अब बोथमा राख्दैन, त्यो तपाईँको कस्टमर पनि हो भेन्डर पनि हो, त्यही भएर हामीले बोथमा राख्या हो। अनि यसको अब ग्रुपिङ चुज गर्दाखेरि हामीले यसलाई क्रेडिटर्स अथवा डेप्टर्स दुवैमा राख्दा हुन्छ। यो बोथ भएर खासै फरक पर्दैन, तर मोस्ट अफ द केसमा हामीले सामान किन्ने कम र बेच्ने चाहिँ बढी गर्ने भएर हामीले बेच्ने भएकोले यसले डेप्टर्समा राख्यौँ भने बेटर हुन्छ हामीलाई, र तपाईँहरू आफै बुझ्न सक्नुहुन्छ। र अझ यसको बेसिक इन्फर्मेसन हो, योभन्दा डिटेल इन्फर्मेसन राख्नलाई यो जेनरल इन्फर्मेसन यो हामीले सेभ गरेको छैन, कन्फर्म गरेपछि मात्र सेभ हुन्छ। डिटेल इन्फर्मेसनमा आएर अब उसको एड्रेसहरू के छ कस्तो छ सबै यहाँ राखेर होइन, तपाईँले कन्फर्म गर्नुभयो भने त्यो व्यक्तिको लेजर क्रिएट हुन्छ। र यही लेजर पछि हामीले पर्चेज र सेल्स इन्ट्रीमा युज गर्छौँ। र अर्को कुरा आउँछ यो एकाउन्टको ग्रुप बनाउने। हामीसँग प्रिडिफाइन्ड त ग्रुप चाहिँ छ यति होइन, तर पनि अब तपाईँलाई, तपाईँको एकाउन्टेन्टलाई अथवा तपाईँको बिजनेस नेचरलाई यति एकाउन्ट पुगिरहेको छैन भने तपाईँले एक्स्ट्रा ग्रुपहरू बनाउन सक्नुहुन्छ। ग्रुपको नाम राख्नुहोस् र प्रफिट लसमा जाने हो कि ब्यालेन्स सिटमा जाने हो त्यही अनुसारको तपाईँले यहाँ चुज गरेर नयाँ नयाँ ग्रुपिङहरू गर्न सक्नुहुन्छ होइन। र अर्को कुरा यो मास्टर सेटअप भइसके पछाडि त्यस्तै हामीले लेजरहरूको सबै यहाँबाट क्रिएसन गरिन्छ होइन। अब यो लेजर भन्दा नि पर्चेजमा युज हुने हाम्रो पर्चेज र सेल्समा जुन हामी यो भेन्डर युज गर्छौँ नि, यो भेन्डर हामीले क्रिएट गर्दा उतै लेजरबाट नि क्रिएट गर्न सकिन्छ। पहिल्यैदेखि हामीलाई थाहा छ भने त्यहाँबाट नि बनाउन सकिन्छ अथवा यहाँबाट पनि बनाउन सकिन्छ, त्यो म पछि एक्सप्लेन गर्छु होइन। अहिले अहिलेको लागि अब फेरि अब यस्तो तलबाट हामी हेर्दैछौँ होइन। सबभन्दा पहिला अब त्यसपछि मास्टर पछि तल के छ भने हाम्रो प्रोडक्ट छ। हामीले जति पनि हामीले प्रोडक्ट सेल गर्छौँ त्यो प्रोडक्टहरू हामीले क्रिएट गर्नुपर्ने हुन्छ होइन। अब प्रोडक्ट क्रिएट गर्दाखेरि प्रोडक्टको नाम राख्ने हो, भन्नेको नाम जस्तै नथुनी पायल के छ त्यो राख्ने हो होइन। अब त्यो त्यसको टाइप के हो, आइदर त्यो गोल्ड हो कि सिल्भर हो, त्यसको टाइप चुज गर्ने हो। र यसलाई अलमोस्ट हामीले फाइनल प्रोडक्टमै लगेर जान्छौँ। यहाँ दुईवटा कुरा छ, फाइनल प्रोडक्ट र र आइटम। र आइटमको कन्सेप्ट अहिले म तपाईँहरूलाई पछि भन्छु। यसलाई फाइनल प्रोडक्टै मानेर जाँदा हुन्छ यसलाई होइन। हामीले यो नथुनीको कन्फर्म गऱ्यौँ होइन, यो प्रोडक्टहरू यहाँ क्रिएट भएर बस्छन् होइन। जति पनि यो प्रोडक्टहरू यहाँ भइरहेछ, यो प्रोडक्ट क्रिएसनहरू सकिसकेपछि तपाईँको अब अर्को कुरा आउँछ पर्चेजहरू गर्नुपर्ने। र यो हामीले जे जति बनाइरहेछौँ
यो प्रोडक्टहरूको लिस्टहरू हामीले यहाँ तपाईँको जस्तो अघि मैले बनाएको यो पवन भन्नेको लेजर यहाँ आइसकेको छ र त्यति नै हो। र अब बाँकी कुरा म अर्को भिडियो बनाएर पठाउँछु। बेसिक अहिले हामीले के सिक्यौँ भने मास्टर सेटअपमा लेजरको ग्रुपिङहरू कसरी गर्ने, प्रडक्ट कसरी खोल्ने, दुईवटा कुरा सिक्यौँ। र इन्भेन्ट्रीमा हाम्रो अब के आउँछ भने इन्भेन्ट्रीमा हाम्रो लगभग कुन स्टक कति छ के छ त्यसको इन्फर्मेसन देखाउँछ। तपाईँले आफैले नै खोलेर हेर्न सक्नुहुन्छ होइन। अहिले इन आउटमा कति आयो र गयो, कहिले आयो गयो भनेर इन्फर्मेसन मात्र हुन्छ। त्यो बेसिक कुरा बाँकी अरू पनि तपाईँ आफै एकचोटि हेर्न सक्नुहुन्छ। र अरू एक्स्ट्रा कुराहरू म नेक्स्ट भिडियोमा तपाईँलाई इन्फर्म गर्छु। थ्याङ्क यू।